everybody. Hi everybody, my body. Welcome to my vlog after a long time guys. म नि यो vlog गर्नु नपाएर एकदम तर्पिरहेको थिएँ तर धेरै दिनपछि बल्ल खुला हावा काठमाडौँको खान पाएँ गाइज। थाहा नै छ होला काठमाडौँमा कति पल्युसन थियो भनेर त्यही भएर म चाहिँ के अरे म त्यो भएर बसेको थिएँ। के दिदी त्यो के भन्छ अरे त्यो के एउटा रुममा अन्डरग्राउन्ड ओ माई गॉड अन्डरग्राउन्ड भएर बसेँ। यसलाई सजेसन सबै वर्डहरू भनिदिन पर्ने म छँदैछु यहाँ होइन। अफ कोर्स यु आर माई वाट मोडल फ्लन oh my god you are my chat GPT, okay? You are my Google baje and there are one couple who is moving, who is following us guys. So guys आज हामी कहाँ जाँदै छौँ भन्छ म हजुरलाई सी गाडीको उसै आएन यार गाइज। मलाई माइक चाहियो एउटा तर म गरिब छु पर्फ्युमै लगाएन बस ओहो गाइज मबाट त एउटा राम्रो पर्फ्युम निस्किँदो रहेछ यार। ओइ के भयो मबाट त राम्रो एउटा पर्फ्युम निस्किँदो रहेछ। मलाई बल्ल थाहा भयो हो मेरो दिदीलाई मेरो बास्ना मन पर्दो रहेछ भन्नु न। खसा रहेछ बास्ना आएछ जकरन्दै खसा रहेछ त्यही बास्ना आएछ गाइज। यतिको बिल्ला हान्ने दिदी भएपछि जिन्दगीमा केही चाहिँदैन खुसी हुनलाई। अनि हामी आज कहाँ जाँदैछौँ भन्दाखेरि नि we are moving towards Pimbahal. Oh my god, light राख्या to have kima noodles. Oh really? Yeah. Guys, मेरो इङ्ग्लिस त त्यस्तै हो। I will show you. Oh my god. दिदीले मलाई यहाँ चिमोटे गर्नुहुन्छ। कोही मान्छे साइडमा आयो भने यार भ्लग गराउनु त वातावरणै छैन। तर त्यो ओ माई गड भनेको देखेर केटीहरू फर्किएर ओहो हेर्नु न गाइज हामी चाहिँ आएको छौँ लभिङ मल ओके। एन्ड लभिङ मल भनेको चाहिँ यो रबिस हो अरे रबिस ओ माई गड साँच्ची भन्नुपर्दा होइन दिदीको अफिसमा चाहिँ एकजना जर्मनको हुनुहुन्छ अनि त्यसपछि उहाँ चाहिँ लभिङ मल भिजिट गर्न आउनुभएको थियो होइन। अनि उहाँले चाहिँ के भन्नु भन्दाखेरि इट्स रबिस इट्स सो एक्सपेन्सिभ गाइज। विदेशीहरूको लागि एक्सपेन्सिभ छ भने बिचरा म नेपालीको लागि त कति गाह्रो होला बुझ्न पर्ने कुरा हो नि। तर कसैले बुझ्दैन 2 दिनको जिन्दगीमा गाइजहरू। अब चाहिँ हामी वी आर मुभिङ। यता हो दिदी यता हो कि तल ए चिप्पा तल हो कि हेर्नुहुन्छ रिसाएर मेरो दिमाग यहाँ तल हो तलबाट यता हो कि सिडी चढाएको थिएँ यस्तो कुन बाटो अर्को बाटो हो कि हो साँच्ची भन्नु हो के अर्को बाटो हो नि त्यहाँबाट जान्थ्यौँ हामी त हामी यहाँबाट जान्थ्यौँ यहीँबाट जान्थ्यौँ हो यो दित्तो यार डरला यार मलाई होइन यही हो यार ए कतितिर म पूजा टाउको फुटाल्छु हेर बाटो भयो भने यही हो जस्तो लाग्यो यही हो के तेरिका यहाँबाट हामी त यताको बाटो जान्थ्यौँ हामी यताकै बाटो जान्छौँ ए उताको बाटो सिधै पर्छ हो यो बाटो ड्रामा पर्छ होइन के तेरिका ऊ आखिरमा त्यही अपोजिट बाटै रहेछ होइन त्यो बाटो कस्तो कुरा गर्नुहुन्छ होइन के सुन्नु म भनिरहेको के भनिरहेको थिएँ यो हजुरले अघि त्यहाँको बाटो होइन के त्यही बाटो चुप लाग्ने हजुर लभिङ मलको यतापट्टि टाउको गाइस केही इज्जत छैन यार मेरो 2 दिनको यहाँ अघि त मैले के भनेको थिएँ You are mute. बर्थडे लोगहरूले पो एटिएम युज गर्छन् र याद हुन्छ। म त छोटे लोग हो गाइस। मसँग त साँच्ची भन्नुपर्दा एटिएम पनि छैन पर्स पनि छैन भन्न मिलेन। एटिएम चाहिँ छ एटिएम छ पैसा छैन भन्नु ओ माई गड रियली ड्याडीले मलाई पैसा लगाइदिनु भएको छ तर त्यो खर्च गर्न मिल्दैन कसैलाई दिदी भनेर पठाउनु भएको छ। ए सरी गाइस तपाईँहरूलाई यस्तो हुन्छ कि हुँदैन नि तपाईँहरूको ब्याङ्क छ होइन। म त्यो एकदम सिरियस कुरा हो क्या। तपाईँहरूको ब्याङ्क रोक्नु दिदी तपाईँहरूको ब्याङ्क अकाउन्ट छ होइन त्यसमा पैसा छ तर यो पैसा नि तपाईँहरू युज गर्न मिल्दैन कि सक्नुहुन्न। किन तपाईँकै पैसा हो भन्न खोज्छु प्यारेन्ट्सको पैसा भनेको तपाईँकै पैसा हो नि तर पनि युज गर्न सक्नुहुन्न। जिन्दगीमा अलिक चिमोट्नुहुन्छ यार मान्छे देख्ने बित्तिकै
ल गाइस अब यति नै हो म बोल्दा बोल्दा थाकेँ मेरो दिदीलाई हेर्नु चेहरा एक ख्वाब की सरे आधा बेबी आफरी 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 अनि गाइस संसारको सबैभन्दा ब्युटिफुल गर्ल कसैले मलाई सोध्यो भने नि म मेरो दिदीलाई हेर्छु माई सिस्टर माई गड बाई बाई आई विल सी यु लेटर तपाईँहरूलाई इन्ट्रोड्युस गराउँछु म रुकुमको मेरो भ्लग कतिजनाले हेर्नुभयो मेरो सब्सक्राइबर त फेरि धेरै नै हुनुहुन्छ दिदी हाँस्नुहुन्छ यार कतिजनाले हेर्नुभयो भन्दा भ्लगमा तिम्रो त्यस्तो हजुर हुनुहुन्छ नि त उहाँ चाहिँ हो श्रीमान श्रीमती है जीवन दार र दीक्षा दिदी एन्ड दिस इज मी गाइजहरू अब चाहिँ हामी पिम्बाल पुग्न लाग्यो पिम्बाल पुगेपछि म हल्ला कि मान्छे खाएर देखाउँछु ओके हजुर चाहिँ हेर्ने मात्रै आज कस्तो म खालि अचानक भयानक भ्लगर हो कि किन भन्दाखेरि नि भ्लग आउने भन्ने दिमागमा थिएन क्या आज मेरो तर सडनली चाहिँ ओ माई घर आज बनाउनु पर्छ जस्तो लाग्यो अनि त्यसपछि बनाएको है चार्जै छैन अब जान्छु म राख्छु ल बाइज गाइज भन्दाखेरि चाहिँ बाइज गाइज दुइटै गाइज बाई भन्न खोजेको हामी पिम्बाल आएँ हा हा वी आर हेयर बिनुज देखाउँछु हो हाई दिदी स्ट्रिट फुडहरू एक्सप्लोर ओ माई गड रियली देखाउनु न पिम्बाहल भन्दै निब्बा निबी गई हामी जान्छ यहाँ छ ल कहाँ छ भन्दाखेरि है तपाईँ चिन्नु त सधैँ आउनेहरू यस्तो जाने गएको गई गर्ने है अनि त्यसपछि यहाँ आउँछ बिनु जो यही हो येल्लो कलर राम्ररी देखेन सरी गाइज कस्तो जीवन दाई मन परेन ओ माई गड जीवन दाई त लाग्नु जीवन दाईलाई नर्मली पनि लाग्नु हो भन्नु यहाँ किरा आयो रहेछ अब म खान्छु के हो रे त के भयो लाफिङ के भयो लाफिङ नाइ गोलो हुन्छ नि त्यो त पुरै यस्तो भयो ला एउटा होइन यति है गाइस यो टेस्ट गर्छु है किमा नुडल्स पनि आयो यो ठाउँमा त मैले पिरो खाँदिनँ भन्दै थाहा छैन अनि अर्को ठाउँमा चाहिँ खाँदा खाँदा थाहा भएर पिरै हाल्दिँदैन पूजा मलाई थोरै हाल्नु धेरै हाल्नु ल मजा आयो जीवन दाई मजा आयो So guys, see you later. सकियो गाइज अब चाहिँ हामी दही खाने अनि दिदीले मलाई हेर्नुभयो घुरेर घुरन्ती दिदी मलाई घुरेर जाने हो नै के जाने यार यही पेट्दिनु देखाउँछु कि म के हो र मलाई एउटा कुरा याद आयो भक्तपुर गर्थ्यौँ नि एकचोटि
त्यतिखेर नि भ्लग बनाएको थियो नि त त्यो पोस्ट गरेन हामीले त्यतिखेर थाहा थियो बिहे भन्दा गाइज बिहे भइसकेपछिको फर्स्ट टाइम होला यसरी टाइम स्पेन्ड गरेँ होला हो अलिक टिपेर खाइदिन्छ होला नि म भिनाजु नभइकन क्या भिनाजुले सबै अटेन्सन लिइदिनुहुन्थ्यो हजुरको भिनाजु नहुँदाखेरि चाहिँ भिनाजु आइम नट मिसिङ यु खाइदिन्छु क्या प्लिज क्या मलाई खाइदिनु मलाई यो यही खाइदिनु भिनाजु भएको खाइदिनु हुन्थ्यो राम्रो होइन नरम हातले खुवाउन त्यति गाह्रो कस्तो मिठो लाग्यो चाहिँ हामी पिम्बालबाट छुटेर गयौँ कहाँ भन्दाखेरि हिँड्दै लगन खेल जाँदै हौँ अनि तपाईँहरूलाई म एउटा कुरा भन्छु जीवन दाई एक्सक्युज मी जीवन दाई क्यान आई टेक युर फ्यु मिनट सो गाइज जीवन दाइले चाहिँ के भन्छ अरे जीवन दाइलाई सानैबाट इच्छा थियो लगन खेलमा गएर कपडा किन्ने त्यही इच्छा पुरा गरिदिनको लागि मैले चाहिँ जीवन दाइलाई लगन खेल लिएर जान लाग्छु है जीवन दाई एउटा कुरा याद राख्नु हजुरको बहिनी छौन्जेल जस्तो कपडा रोजनी पाउनुभयो तर पैसा तिर्ने चाहिँ हजुरले रोज्नु चाहिँ जस्तो रोजनी हुन्छ है महँगो सस्तो दाम हेर्ने होइन है एकदम जस्तो रोजनी हुन्छ म हेरिदिन्छु है म भनिदिन्छु म भाउ मिलाइदिन्छु होइन पैसा चाहिँ तिर्नु होला है ओके त्यही नै थियो गाइज थ्याङ्क यू फर यर टाइम केही भन्नु छ इन्टरभ्यूमा हजुरलाई धेरै धेरै धन्यवाद मलाई खुसी लागिरहेको छ यसरी भेटघाटको लागि मसँग घरमा चाहिँ हजुरले अलि कुरा चाहिँ अलि फरक गर्नुभयो घरमा टन्नै प्रशस्तै लुगा छ ए हो लुगा किन्नलाई चाहिँ काठमाडौँ आएको होइन म गाइज त्यो के भन्छु पहिले डराएर त्यो सबै भनिदिन्छ नि त्यही भएर मेरो परिवारलाई भेट्न आएको अनि परिवार चाहिँ को हो नि परिवार चाहिँ दिदी मात्रै हो लुगा नपाएर लुगा किन्न आएको होइन अनि अघि यो भ्लगर हाम्रो एकजना नानी छन् यी नानीले चाहिँ गलत प्रचार गर्न अनि यस्ता मान्छेलाई चाहिँ मुद्दा हाल्नुपर्छ अनि यहाँ नजिकै यस्तो प्रहरी के अरे इलाका प्रहरी कार्यालयहरू छैन हजुरले बोलेको सबै कट भयो भ्लगिङमा सबै केही हालिदिन्न अब माई भ्लग माई एडिट माई भिडियोज होइन त गाइजहरू अब चाहिँ हामी लगन खेलमा कपडा किन्छौँ त्यसपछि हामी जान्छौँ हिँड्दै जाउला खेलमा के छ भन्दाखेरि मेला लगाइरहेको छ अहिले पिङहरू छ त्यही भेटौँ ल बाई बाई मेरो चार्ज सक्यो किनभने आज मैले भ्लग गर्छु भन्ने सोचेको थिएन तर भयो बाई गाइज धन्यवाद गाइज कपडा किन्ने सपना त त्यो थियो मिठा पान खाने सपना नि रहेछ मैले खाएको छु एकचोटि नाइ नहान जीवन दाई सरी आई डोन्ट वान्ट इट अब दिलले चाहिँ मिठा पान बनाइदिनु लाग्नु भएको छ गाइज राम्रो बिक्री भइसक्यो यार केटाहरू गर्ने भिनाजु नभएको त यस्तो हालत चाहिँ यहाँ दाग लगाएर खाना पनि आउँदैन क्या भिनाजु नभएपछि त खाना पनि आउँदैन त्यो लाइट टल्काएर चाहिँ के गरेको खाना पनि आउँदैन है भिनाजु अनि त आउनु न दिदी बहिनीसँग क्वालिटी टाइम स्पेन्ड गर्नु न यार बहिनीसँग क्वालिटी टाइम स्पेन्ड गर्नु न भिनाजु भएपछि म भिनाजु नभएर एकदमै खुसी छु अहिले अलिक हाँसेर भन न खुसी छु नि बिहान खुसी छु त क्या होइन भिनाजु आई एम मिसिङ यु बट के गर्नु सबै अटेन्सन हजुरले लिइहाल्नुहुन्छ आई एम मिसिङ यु बट आई एम नट मिसिङ यु आई एम मिसिङ यु बट आई एम नट मिसिङ यु
हजुर सुपारी थोरै धेरै नराख्नु हुन्छ नि पान खाइरहेको के अरे है पान खाएको बेला बनाउने पान खाइरहेको ओके अनि मिठो मिठो गफहरू आउँछ कि ओके के स्प्रे गरे हाल्दिन्थ्यो कोई नहीं मेरा जरूरत है तो दिल धड़कता है आगो लगाइदिनु हेर ललिपप चुस्नु न त्यसरी बटरमा हाल्नुपर्छ गाइड कसरी सिकाउनु बिचारीलाई पान खान मलाई त आउँदैन यो चाहिँ मलाई दिनु ल दीक्षा दिदी यो नै हेर पापी यो चेरी अहिले होइन पछि के हेर्न एकैचोटिमा के स्वाद त यस्तो नि हुन्छ वा गाइज रोक्नु थ्याङ्क यू वी लभ चेरी केही बोल्नु न 2 शब्द मेरो ब्लगमा तर मलाई मिठो लागेन पातै नमिठो पात रहेछ हो यो पातै नमिठो हेर नि त्यहाँ चेरी मिठो हुन्छ चाहिँ चार्ज नभएर भइरहेको गाइस दिदीहरू त अगाडि गर्ने गाइस म धेरै बेरोजगार भयो अब यहीँ चिया बेच्न आउँछु पाटनमा है सपोर्ट गर्नुहुन्छ मलाई मलाई सपोर्ट आउँछ होला दिदी मलाई सपोर्ट गर्नुहुन्छ चिया बेच्न आउँछु गरिहाल्छु नि हजुर पनि आउनु होला म त आउँदिनँ तर बेच्न पैसा चाहिँ दिन सक्छु बरु चिया किन्नु चियापत्ती चिनी केही काम बाँकी छ म आउँथ्यो होला कि तर एकजना साथी चाहिन्छ कि मलाई यस्तो उटपटाङ काम गर्नको लागि त्यो साथी कोही पनि छैन के गर्नु गाह्रो छ मोमो खाने गाई चाहिँ मोमो कस्तो मिठो हुन्छ यहाँको मोमो यति मनपर्छ नि मलाई सातो अर्कै टेस्ट हुन्छ छुट्टै स्ट्रिटवाला टाइपको पनि हुन्छ क्या कम्बर तिनछालमा भाँचेर नाच्न ए गाइजहरू हामीहरू हिँड्दै हिँड्दै ए बिचरा डोन्ट डिस्टर्ब हो र हो नि हो के भन्छ सुन्न गाइजहरू आज जीवन दाइरा होइन हामी खासमा हिँड्ने नै प्लानिङ थियो तर जीवन दाइरा चाहिँ गाडी चाहिरहेको थियो तर गाडी पाएन हो जीवन दाइ Are you happy that we don't found गाडी 500 को 2टा कट्टु हाफ प्यान्ट ए के किन्नु भन्नु त ओन्ली कट्टु कट एन्ड टु गाइज कट्टु किन्नु भयो कट्टु 500 को 2टा वाला तर रातिमा हिँडेको जस्तो रमाइलो चिसो हावा कस्तो राम्रो फिल हुन्छ त्यसै माथि साइडमा प्रभुले जुटाइदिएको
दिदी के छ दिदी दिदी सुन्नु न सुन्नु न यहाँ न ल ल ल यस्तो चिसो मौसममा रातिको बेलामा होइन हिँड्न त एकदम रमाइलो लाग्छ होइन तर साइडमा यस्तो प्रभुले जुटाइदिएको मान्छे भयो भने झनै रमाइलो हुन्छ सबले जुटाउनु भएको बहिनी छ यहाँ हामीसँग दिदी यत्रो आँखा गरेर हेर्नु चाहिँ प्रभुले जुटाउनु भएको प्रभुले जुटाइदिनु भएको मान्छे बहिनीहरू हजुरलाई जुटाउनु भयो त मलाई नि त्यही त हामी छौँ त के अरे फेरि भन्नु त हजुरले भन्नुहोस् पाउन्न भिनाजु नभएर मात्रै हो मार्नु न त म एक्लै हुन्छु बिचरा म प्रभु हेर्नु त मलाई परमेश्वरले म एक्लै भएँ तिम्रो जोडी छिट्टै आइपुग्नेछ आमेन आमेन गाइज आमेन भनेको आमेन भनेको यो हुनैपर्छ होला हो के जीवन तिमीलाई को बौला आयो भनेर अहिले ट्रेन गर्ने साथीहरू भएको ट्रेन गराउँथे हामी के हो त हामीलाई गरेर गीतै आएन यार गाउनु कसले भन्ने होला है यो जिन्दगीमा प्रभु को मान्छे पठाउनु छ किन ढिलो पठाइराख्नु भयो हल्ले कुरा नगर न कसले भन्छ होला मलाई जुन हेरी तिमीलाई हेरौँला हल्ला भन्नुभयो जीवन दाइले मलाई केही भन्दैन नि काम रहेछ भने चाहिँ बिहे गरेर नि काम छैन नभन्ने भएपछि त हजुरलाई भन्नुहुन्छ नि भिनाजुले जुन हेरी तिमीलाई हेरौँला ए हेरौँला तिमीले त भनेन त मलाई केही छैन मेरो बुढाले मानेन भने नि मैले भनौँला बुढालाई के भनेर पाउने हो र प्लास्टिक केही 5% मात्रै चार्ज छ भाइ भाइ घर गएर भेटौँला कि त भेटिहालौँला झुक्केर यो चाहिँ मेरो हो तर के गाइज बिजनेस गर्न मन लाग्यो मलाई पनि बिजनेस वुमन हुन मन लाग्यो हामी बिजनेस गरेर पनि गाइज हुनुहुन्छ अब ह्याङ हुन थाल्यो फोन भाइ ल हिँड हिँड वाह ए तिमीहरू यिनीहरू कुदेका अरे ल ल ल ल तिमीहरू त ठ्याक्क जाँड खाएको मान्छे जस्तै थिए यार तिमीहरू त ठ्याक्क जाँड खाएको मान्छे जस्तै Hi! We are finally at Jaulakhel from Lagankhel हिँडेर आएको के अरे निचाले एक्चुअली यस्तरी समात्दिनु न यस्तरी यहाँ यस्तो समात्दै अनि यता देखाउनु होला अहिले चाटे मुन्डे याद दिला दे मुझे बुर्ज खलिफा ओइ सबै छ नि यार लाजै लाग्दैन मलाई दिदी एकखेर राख टिममा गर्नु होला मैले सरप्राइज भन्छु प्लिज के रोक्नु है टिममा गर्नु न सरप्राइज कहाँ हजुरको लागि सबै बन्द भइसक्यो गाइज गाउँलाई खेल्ने ठाउँ अनारकली डिस्को चली डिस्को चली के अरे देख्नु नपाइ के अरे म हो यहाँ आएको आउने भने को त हजुर हो भिडियो बनाउने भिडियो त बनाउनै पऱ्यो नि आई लभ मेकिङ ब्लग्स नाटक त्यही भएर बाबाले गाली गर्नु यही देखाएर मनोरञ्जन बाबालाई यही कपडा लगाइ मलाई क्लास आउँछ त्यस्तो ओपन त छैन है यो कपडा तर मनोरञ्जनलाई पठाइदिनु हजुर फेरि कस्तो हुनुहुन्छ यार मनोरञ्जन अङ्कलले मेरो भ्लग हेर्नुहुन्न त्यही पनि पठाइदिन्छु पनि अब हेर्नुहुन्छ चुप्प लाग्नु त्यही पनि यो मलाई कसले किनिदिएको भन्नु न यहाँ आउनु हजुरकै बर्थडेले किनिदिया हो बुझ्नु हो बर्थडे मलाई के भन्नु म कट गर्दिनँ है
हाँस्नुहुन्छ गाइस 2 दिनको जिन्दगीमा होइन यो मेरो फोन होइन जीवन दाईको फोनबाट मैले सापट्टि लिएर मेरो फोनको त चार्जै सक्यो भने क्वालिटी धुरा भने माफ गर्नु होला छैन त्यसै फोनसँग मात्रै कुरा गर्छु नि त अब के गर्नु त पागल जस्तै म पागलै हो पागलको दिदी महापागल मलाई कस्तो यो ड्याडिज पिज्जामा आउनु मन लाग्यो नि त पापाज के यो यहाँ पापाज पिज्जा गाइज मलाई आउनु मन लाग्यो कस्तो ड्याडी एउटै हो भन न पापा र ड्याडी एउटै त हो नि अब ड्याडी आएपछि आउनु पर्ला पापाज पिज्जामा दिदी हजुरले मेरो बर्थडेको दिन पोस्ट हाल्छु भन्न थियो के भयो त्यो अझै हाल्नु भएन अर्को बर्थडे हो भन न यत्रो पैसा खर्च गरेर तर पोस्ट यस्तो महिना भएको यस्तो बाइक रहेछ महिना भएको बाइक रहेछ मेरो दिदीलाई घुइँ गर्दै पटाउन खोज्ने पट्टिसक्नु हो दिदी बिनाजुले पटाइसक्नु हो दिदीलाई मेरो दिदीको बिहे भइसक्यो बाइकवालाहरू यहाँबाट भ्लगमा हेरिरहेको छ भने 1 वर्ष नि भइसक्यो 1 वर्ष नि भनिसक्यो एनिभर्सरी भइसक्यो एनिभर्सरी त्यही भएर तिमीले पटाउनु पाउँदैनौ नि मेरो दिदीलाई तिमीले पटाउनु पाउने भनेको मलाई मात्रै हो किनभने म मात्रै सिङ्गल छु नि त यति भने अब कसरी हेर्नु छ ल्याएर चाहिँ सबैजना अहिले भर्खर आइरहनु मलाई पटाउनु चड्काउँछु तेरो मैले अहिले यतिकै पो भनेको त इट्स जस्ट अ जोक जोक यस्तो यस्तो कुरामा जोक गर यही पठाइराख मनोरञ्जनलाई गाइज म सधैँभरिको लागि कुमारी बस्ने हो है त्यही बुझ्नु त्यही चाहन्छन् सबैजना हेर्नु यस्तो राम्रो स्माइल आउँछ त्यो भनेपछि म बिहे गर्नु नि हजुरको छोराछोरीलाई हेर्छु कि चिन्ता नगर्नु बिहा नगरी हेर्ने हो हेर 2 दिनको जिन्दगीमा गाइज बहिनी बहिनी भनेको नि दिदीहरूको लागि बहिनी मात्र होइन के असिस्टेन्ट केयर टेकर अरू के हो दिदी त्यही हो असिस्टेन्ट केयर टेकर के भयो हिँड्दा हिँड्दा थकै लाएर जीवन दाइलाई दिदीलाई त्यही भएर पानी मागिराख्नु भयो ललिपप गीत बजिरह यार तिर्खा लाग्यो निर्माया बाई गाइज अब हामी एकान्तपुरमा पुग्न लाग्यौँ र गाइज एकचोटि सबैले सेल्फ एकैचोटि आऊँ न यो म अगाडि राख्छु क्या थम्बनेलमा जीवन दाई आउनु न चिज गर्नु न दिक्षा दि ल 3 2 1 गो ल यसैलाई स्क्रिनसट गरेर अनि सर्ट गर्छु क्या अनि थम्बनेल राख्नलाई थम्बनेल सो गाइज आजको लागि हामी घर घर उनी खेल्ने हो जति पनि देखाउँछु म उनी खेलेको हामी चाहिँ अब कहाँ भेट्छौँ भन्दाखेरि घर पुगेपछि बाई मैले फोन बल्ल चार्जमा लगाएर हल्का चार्ज भएर हामी चाहिँ घर पुग्यो सबैजना हेरेर नानीहरू मलाई कसरी घर पुगेर वी आर प्लेइङ उनो Finally, we are in Apatuma and we are Yes. playing Uno. फाइनली वी आर इन And नाइट ब्राइज